यस गरिमामय समारोहका सभापति महोदय, गौरवशाली पार्टीका अध्यक्ष कमरेड प्रचण्डज्यू, पत्रकारज्यूहरू र यस गौरवशाली पार्टीलाई गौरव बनाउनको लागि जति पनि योगदान दिने हातहरू छन् र तामसालिङ गणराज्यमा एकदम गर्वका साथ शानका साथ बस्नुभएका तमाम आदरणीय बुवाआमाहरूमा म सुरवीर पण्डित दारी र मुलाको साथको शीतल अभिवादन। आज हामी ज्यादै उत्साहित भएका छौं। हामी यहाँ सपना हो कि विपना हो यस्तो अवस्थामा छौं र हामी यो भन्न चाहन्छौं कि हामी ज्यादै उत्साहित छौं र उत्साहितको साथसाथै अघि यही पार्टीका कमरेड तथा निर्देशक हाम्रो विजय बस्नेतजीले भन्नुभयो, तपाईँ सजग पनि रहनु, किनकि यो पार्टी चाकरी चाप्लुसीमा हिँड्दैन। यदि तपाईले राम्रो काम गर्नुहुन्छ, इमान्दारिताको बाटोमा हिँड्नुहुन्छ भने पुष्प कमल बनेर तपाईको भुजामा सिन्दूर पनि राख्नुहुन्छ। यदि तपाईँ गलत काम गर्नुहुन्छ, पार्टीको आडमा गलत बाटो हिँड्नुहुन्छ भने यो सिन्दूर पुछेर मुखमा कालो मोसो दलेर यही न्याय प्रेमी जनताको अगाडि तपाईलाई नराम्रो कारबाही पनि गर्न सक्छ हाम्रो पार्टीले भनेर सजगता पनि देखाउनु भएको छ। त्यसैले दाजुभाइ दिदीबहिनीहरू, हजुरहरूको आशीर्वाद हामीलाई चाहिन्छ। हामी यहाँ जति पनि आज प्रवेश गरेका छौं, हामी यस पार्टीप्रति यो गौरवमय पार्टीलाई अझ गौरवमय बनाउनको लागि हामी सदा हाम्रा पाइला, हाम्रा कर्म सत्मार्गमा बढिरहन्। तपाईहरूको हामीलाई आशीर्वाद चाहिन्छ र शहीद परिवारका बुवाआमा र बेपत्ता परिवारका बुवाआमाहरूलाई म यो निवेदन पनि गर्न चाहन्छु कि तपाईको छोरा जति बेपत्ता भएका छन्, शहीद भएका छन्, तिनीहरू एक एक गरी यसै गरी फर्कँदैछन्। शहीदहरूले देखेको सपना पूरा गर्नको लागि हामी आत्मघाती बम भएर पनि पछि पर्दैनौं। यदि यता स्थितिवादीहरूले नयाँ नेपाल बनाउनको लागि अवरोध खडा गरे भने हामी आज जति पनि मेरो सम्झीज्यू मुलाको साहब, म जति पनि पार्टीमा प्रवेश गर्नुभएको छ, ती सबैलाई यस पार्टीप्रति इमान्दार र वफादार रहनको लागि, देशप्रति वफादार रहनको लागि यहाँहरू सबैजनाको आशीर्वाद माग्दै म बिदा हुन्छु। धन्यवाद। नमस्कार, अभिवादन आदरणीय अध्यक्ष कमरेड, सम्पूर्ण कमरेड दाजुभाइ बुवाआमाहरूमा म कलाकार सुरेन्द्र केसीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन गर्न चाहन्छु। म छोटो समयमा धेरै कुरा भन्ने कोसिस गर्छु, हामीसँग समयको अभावको कारणले। म काठमाडौँमा हुर्के बढेको जन्मेको मान्छे, मलाई पार्टी के हो थाहा थिएन, तर अहिले आएर माओवादी पार्टीले नै यो देशको विकास दिन्छ, माओवादी पार्टीले यो देशलाई विकास दिन्छ र माओवादी पार्टीले दिन्छ, अध्यक्ष कमरेडले दिनुहुन्छ भन्ने सोच राखेर र अब यो देशमा म पनि माओवादी पार्टीमा लागेर केही गर्न चाहन्छु भन्ने इच्छा राखेर म अगाडि बढेको छु र सम्पूर्ण तपाईँ हामी मिलेर माओवादी पार्टीलाई धेरै अगाडि लैजानु छ, यसको प्रण हामी सँगै गर्दछु। धन्यवाद, नमस्ते।